हेलो साथीहरू, आज चाहिँ एउटा म्याजिक गेम खेलौँ ल। यो गेमको नाम चाहिँ धोकेबाज म्याजिक गेम है त। सम्झिनुहोस् तपाईँलाई कसैले धोका दियो होइन, अनि त्यो धोका दिएको मान्छेको नाम सम्झिनुहोस्, अनि त्यो चाहिँ अङ्ग्रेजीमा कतिवटा अङ्क छ त्यो पनि याद गर्नुहोस् ल। जस्तो कि एउटा म नाम लिन्छु, कविता होइन। तपाईँले यो चाहिँ क्यालकुलेटर पनि गर्न सक्नुहुनेछ है त। यो कविताको इङ्ग्लिसमा कतिवटा अङ्क भयो भने KABITA, कविता 6वटा भयो होइन। फेरि कविता चाहिँ मेरो धेरै फ्रेन्ड फलोसप पनि हुन्छ, तपाईँहरूलाई गलत अर्थ नदिनुहोस् ल, नलिनुहोस्, यो चाहिँ एउटा मजाक सम्झिनुहोस् है त। अनि यो 6वटा अङ्क भयो होइन, यो 6वटा अङ्कलाई चाहिँ इन्टु 2 गरिदिनुहोस् है त। अनि जति रह्यो त्यसमा चाहिँ फेरि प्लस 6 अङ्क जोडिदिनुहोस् है त। अनि त्यहाँदेखि जति रह्यो त्यस पछाडि तपाईँले चाहिँ भागा 2 गरिदिनुहोस् है त। अनि भागा 2 गरिसकेपछि जति अङ्क रह्यो त्यो अङ्कमा चाहिँ त्यो तपाईँहरूको पहिलाको धोकेबाज अङ्क त्यो माइनस गरिदिनुहोस्, घटाइदिनुहोस् है त। अब तपाईँहरूलाई कसले धोका दियो त्यो त म भन्नु सक्दिनँ होइन, तर तपाईँहरूको लास्टमा रहेको अङ्क चाहिँ 3 रह्यो, हो कि होइन? हेर्नुहोस् त, यदि हो भने कृपया मलाई फलो गरिदिनुहोस् ल। अनि त्यो धोकेबाज मान्छेसँग पुग्नुको लागि चाहिँ तपाईँले सेयर पनि गरिदिनुहोस् है त।